हेलो साथीहरू, नमस्कार। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामीले के गर्नेछौँ भने अब अस्तिसम्म हामीले यो ग्राउन्ड फ्लोरको मोडलिङ गरेर सक्यौँ, झ्याल ढोका विन्डो स्टेयरकेस यिनीहरू हालेर सक्यौँ हो। अब आज चाहिँ हामीले के गर्ने भने फर्स्ट फ्लोर, सेकेन्ड फ्लोर र रुफको यिनीहरूको मोडल गर्छौँ है त। ल अनि यिनीहरूको मोडलिङ गर्नको लागि सबभन्दा पहिला अब हेरौँ यो लेआउट जुन छ नि फर्स्ट फ्लोरको यो सेम ग्राउन्ड फ्लोर जस्तै छ। चेन्जेस भनेको के छ भने यहाँ नजिक हाम्रो एउटा स्लाइडिङ डोर छ यो बाल्कनीमा निस्किनलाई, त्यसै गरी यहाँ पनि हाम्रो एउटा स्लाइडिङ डोर छ यो बाल्कनीमा निस्किनलाई है, यता बाल्कनीमा जानुलाई। भनेपछि हामीले यही सेम ग्राउन्ड फ्लोरलाई नै कपी गरेर यहाँ ल्याएर राख्दा हुन्छ है त। अनि नमिलेको कुराहरू एडिट गर्न मिल्छ। त्यसै गरी यहाँ पनि सेम प्रोसेस, यति ल्याएर राख्न मिल्यो, अरूलाई एडिट गर्न मिल्छ है। ल अब हामी सुरु गरौँ है त। ल सबभन्दा पहिला मैले के गरेँ भने अहिले विन्डो डोरहरू छोडेर स्टेयरकेसहरू छोडेर यो वाल र यो कोलुमलाई कन्ट्रोल प्रेस गरेर हजुरहरूले के गर्नुहोस् भने सेलेक्ट गर्नुहोस् है त। किनभने कोलुम र वाललाई हामीले ग्रुपमा राखेका थियौँ, वान क्लिकमा सबै वाल र वान क्लिकमा सबै कोलुमहरू सेलेक्ट हुन्छ है त, ग्रुपभित्र राखेका थियौँ। त्यसपछि यति गरिसकेपछि के गर्नुहोस् भने अब हामीले एम प्रेस गर्नुहोस् है, यो कर्नरबाट यसरी पिक गर्नुहोस्, ठिक छ, कन्ट्रोल प्रेस गर्नुहोस्, एक कपी त्यहीँ बस्छ। यसलाई ल्याएर चाहिँ ठ्याक्कै तपाईँले यहाँ नजिक कर्नरमा यसरी राखिदिनु पर्यो है त। ल अनि स्पेस बार प्रेस गर्नुहोस्, बाहिर निस्किनुहोस्, क्लिक गर्नुहोस् कतै है। अब हेर्नुहोस् यसमा हाम्रो एउटा नमिलेको भनेको यहाँ चाहिँ हाम्रो डोर छ, विड्थ चाहिँ उही हो तर हाइट चाहिँ 7 फिट हुने हो। त्यसै गरी यहाँ मेन डोर होइन, यहाँ चाहिँ अब हाम्रो यहाँ कौसीमा निस्किने डोरहरू छ, बाल्कनीमा निस्किने है त। ल अब मिलाऊँ, अरू ओरिएन्टेसन हेर्नु सबै ठिक छ। अब एउटा चाहिँ के हुने भयो भने ल हेर्नुहोस् यो जुन ठाउँमा हाम्रो त ओपनिङ छ भोइड, स्ल्याबमा त यहाँ भोइड छ हो। अनि चाहिँ हामी के गर्छौँ यो यहाँदेखि लिएर यहाँसम्म एउटा सानो वाल जस्तो 4-5 इन्चीको वाल चाहिँ हामीले राख्छौँ। थिकनेस हाइट चाहिँ हामीले 6 इन्ची जति राख्छौँ। त्यसको माथि रेलिङ हालिदिउँला पछितिर है त। ल भनेपछि अब यसलाई एडिट गरौँ। अब अहिले हामीले झ्याल डोरहरू चाहिँ हामीले कपी गरेर ल्याएको छैनौँ, पहिला एडिट गरेर सकौँ अनि झ्याल डोरहरू राखौँला है। ल भनेपछि अब हजुरले के गर्नु पर्यो, यो वालमा चाहिँ डबल क्लिक गर्नु पर्यो। वालको के जानु पर्यो अरे हामीले वालमा डबल क्लिक गरेपछि हेर्नुहोस् त अरू सबै फेन्ट जस्तो भएको छ नि हो, भनेपछि हामी वालको ग्रुपभित्र छिरेका छौँ क्या है। ल भनेपछि अब मैले के गरेँ भने यो फेस जुन छ वालको यसलाई पुल प्रेस गरेर ट्याक्कै यहाँ सर्फेसमा ल्याइदिएँ। हेर्नुहोस् त अब मेरो ओपनिङ क्रिएट भयो। अब मेजर गर्दा पनि हुन्छ है त, यसको विड्थ कति रहेछ स्लाइडिङ डोरको भनेपछि हेर्नुहोस् त कति रहेछ, 6 फिटको रहेछ है। त्यसै गरी हाइट कतिको रहेछ, 7 फिटको रहेछ, ठिक छ। ल भनेपछि यसरी तपाईँले यो एडिट गर्नुभयो। त्यसपछि यहाँ आउनुहोस् है, हामीले अर्बिट प्रेस गरौँ, यसलाई यसरी रोटेट गरौँ है। आफूलाई काम गर्ने जति चाहिँ एडजस्ट गरेर यसरी घुमाएर राख्न सक्नुहुन्छ। त्यसपछि फेरि स्पेस बार प्रेस गरेर हामीले के गर्छौँ भने यो फेसलाई चाहिँ हामीले पुस पुल गर्दै यसलाई चाहिँ हामीले पुस पुल गर्दै के गरिदिन्छौँ भने हाम्रो यहाँ डोरको फ्रेम यहाँ नजिक छ, डोरको एज यहाँ ल्याएर यसरी राखिदिन्छौँ, ठिक छ। स्पेस बार प्रेस गर्नुहोस्, फेरि यो सर्फेसलाई सेलेक्ट गर्नुहोस्, पुस पुल प्रेस पी प्रेस गरेर हजुरले यसलाई ल्याएर यो एजमा राखिदिनुहोस्, यसरी क्लिक गरिदिनुहोस्, ठिक छ। फेरि स्पेस बार प्रेस गर्नुहोस् अनि ई प्रेस गरेर हामीले यो लाइनलाई चाहिँ यसरी मेटिदिन्छौँ, भयो। ल स्पेस बार प्रेस गर्नुहोस्, टी प्रेस गर्नुहोस्, टी प्रेस गरेर अब हेर्नुहोस् यो डोरको साइज चाहिँ कत्रो छ विड्थ है त। ल हेर्नुहोस् 6 फिटको विड्थ रहेछ, हाइट कतिको रहेछ 7 फिटको है। अनि यहाँ र यहाँ हाम्रो स्लाइडिङ डोर उही साइजको रहेछ है। ल अब चाहिँ हामीले बाहिरपट्टि यसरी क्लिक गर्नुहोस्, ग्रुपबाट हामी बाहिर निस्क्यौँ हो। ल अब तपाईँले यसरी रोटेट गरेर हेर्न सक्नुहुन्छ क्या सबै मिल्यो कि हेर्नुहोस् त, झ्याल ढोका टोयलेटको ठाउँमा यिनीहरू सबै थोका छ है त, किनभने लेआउटै उही हो, सेम थियो हाम्रो प्लान है। ल यहाँ पनि मिलायौँ। अब चाहिँ हामीले के गर्ने भने यिनीहरूमा झ्याल ढोका ल्याएर राख्नु पर्यो, ओके। ल झ्याल ढोका ल्याएर राख्नको लागि अब स्पेस बार प्रेस गर्नुहोस् अर्बिटबाट बाहिर निस्किनलाई। अब झ्याल ढोका राख्नको लागि तपाईँले अर्बिट प्रेस गरेर अब यसरी सेलेक्ट गर्दै झ्यालहरूलाई सेलेक्ट गर्दै जानु पर्यो है त। भनेपछि
तैले यो झ्याललाई यसरी प्रेस गर्नुस्, सेलेक्ट भयो हो। यो झ्याल पनि लानुपर्ने कन्ट्रोल प्रेस गरिराख्नुस् है त। कन्ट्रोल प्रेस गरिराख्नुस् अनि यसलाई क्लिक गर्ने। फेरि कन्ट्रोललाई छोडिदिए हुन्छ। ओ प्रेस गर्नुस् अर्बिटमा। अब हामीले यसरी टर्न गर्नुपर्ने हुन्छ है। ल त्यसै गरी यहाँ जुम गरौँ, स्पेस बार प्रेस गरौँ। अब फेरि यसलाई सिलेक्ट गर्नुभन्दा अघि कन्ट्रोल प्रेस गरिराखौँ, यसरी सिलेक्ट गरौँ है त। सिलेक्ट गर्ने बेलामा चाहिँ कन्ट्रोल प्रेस गर्नुस्, नत्र उतापट्टि हामीले जुन यिनीहरू सिलेक्ट गरेका छौँ उनीहरू तिनीहरू चाहिँ के भइदिन्छ, अनसेलेक्ट भइदिन्छ, यो मात्रै सिलेक्ट हुन्छ है त कन्ट्रोल प्रेस गरेन भने। फेरि अर्बिट प्रेस गरौँ। अब हामी कहाँ जाऊँ, यता नजिक आऊँ, यहाँ नजिक यो झ्याल र यो यो भेन्टिलेसन र यो डोर पनि लानु पर्यो। स्पेस बार प्रेस गरेँ मैले अर्बिटबाट बाहिर निस्किनलाई, कन्ट्रोल प्रेस गरेँ, यसलाई क्लिक गरेँ, यसलाई क्लिक गरेँ, कन्ट्रोल प्रेस गरेर है त। हेर्नुहोस् कन्ट्रोल प्रेस गर्नुहुन्छ भने यो रातो बल्छ। हेर्नुहोस् त कर्सरमा प्लस साइन रातो देखिरहेछ नि, भनेको एड गर्नु भनेको हो क्या, थप्नु अझै भन्नु है। फेरि अर्बिट प्रेस गरेँ, यतातिर रोटेट गर्नुहोस् क्लिक गरेर है। ल अनि अब हामीलाई के चाहियो अरे, यो यिनीहरू चाहियो हो। ल अनि मैले अब यसलाई के गरेँ, कन्ट्रोल प्रेस गरेँ। अब स्पेस बार पहिला प्रेस गर्नुहोस्, कन्ट्रोल प्रेस गरेर यो भेन्टिलेसन, यो डोर र यो टोयलेटको डोर यसरी हो। ल अब आई थिङ्क हाम्रो के भयो भने लगभग सबै हामीले सिलेक्ट गरेर भ्यायौँ हो। अब यसलाई लगेर चाहिँ फिक्स गर्नु पर्यो। अनि पिक गर्ने यसलाई यो कर्नरबाट उठाउनुहोस्, चाहे यहाँबाट पिक गर्नुहोस् है, जहाँबाट पिक गरे नि भयो, तर राख्ने बेलामा त्यही लोकेसनमा गएर राख्नुपर्छ। अनि अहिले यसलाई मैले यहाँबाट पिक गरिदिएँ, ठिक छ। स्पेस बार प्रेस गरेँ, सबै सिलेक्ट छ हो। एम प्रेस गरेँ। अब यसलाई यहाँबाट यो इन्ड पोइन्टबाट यसरी पिक गरेँ। हेर्नुहोस् त यो इन्ड पोइन्टबाट हामीले यसरी पिक गऱ्यौँ। अब यसरी लान्छौँ हो। अब हेर्नुहोस् यतापट्टिको त हाम्रो सरिरहेछ भने चाहिँ हामीले के गर्नु पर्यो, कन्ट्रोल प्रेस गरिदिनु पर्यो। एक कपी त्यहीँ छोडिदिन्छ। अब अर्को कपी ल्याएर हेर्नुहोस् हामीले जहाँबाट पिक गरेका थियौँ नि त्यहीँ ल्याएर यसरी राख्नु भने ट्याक्कै एडजस्ट भएर बस्छ। क्लिक गरिदिए ल हेर्नुहोस्, स्पेस बार प्रेस गरौँ, हेर्नुहोस् अर्बिट प्रेस ओ प्रेस गर्नुहोस् अर्बिट। ल हेर्नुहोस् त सबै ठाउँमा हाम्रो झ्याल ढोका ट्याक्कै आएर लोकेसनमा बसेको छ, एडजस्ट भएर यसरी हेर्न सक्नुहुन्छ है त। अनि हाम्रो सबै झ्याल ढोकाहरू आयो हो। अब यहाँ दुईटा डोर हाल्न चाहिँ हामीलाई के छ, बाँकी छ है त। ल मैले स्पेस बार प्रेस गरेँ हो। अब चाहिँ के गरेँ नि, यो जुन हाम्रो स्लाइडिङ डोर थियो योभन्दा अघिको भिडियोमा चाहिँ हामीले के गरौँ, बनाउन सिक्यौँ। यहाँ रहेछ है अस्ति बनाएको। यसैलाई मैले के गरेँ, सेलेक्ट गरेँ, एम प्रेस गरेँ है। यदि यो स्लाइडिङ डोर बनाउने तरिका म्यानुअली जान्नु भएको छैन भने हजुरहरू के गर्न सक्नुहुन्छ, युट्युब च्यानलमा जानुहोस्, यो युट्युब च्यानलको पेजमा जानुहोस् है। अनि च्यानलमा गएर भिडियोजमा गएर त्यहाँ चाहिँ हजुरहरूले भेट्नुहुन्छ है त, कसरी बनाएको भनेर म्यानुअल ड्र गरेको यो विन्डो डोरहरू भनेर त्यो चाहिँ त्यहाँबाट हेर्न सक्नुहुन्छ त्यो भिडियो है त। मैले यहाँबाट कर्नरबाट पिक गरेर यसलाई यहाँ ल्याएर चाहिँ ठ्याक्कै इन पोइन्टमा राखिदिएँ भयो। त्यसपछि यहाँ आउनुहोस्, यहाँबाट फेरि यसलाई पिक गर्नुहोस्, यता भित्रतिर सारिदिनु, 3 इन्टर गरिदिनुहोस्। 3 इन्ची हामीले वालभन्दा भित्र सारिदिउँ है त। ल अब यसैले हामी के गर्छौँ, यही इन्ड पोइन्टबाट कर्नरबाट यसरी यसलाई प्रेस गर्छौँ, पिक गर्छौँ, कन्ट्रोल प्रेस गरेर एक कपी त्यहीँ राख्यो हो। अर्को कपी ल्याएर यतापट्टि एजमा मैले यसरी यहाँ नजिक चाहिँ एजमा यसरी राखिदिनुहोस्, क्लिक गर्नुहोस्, हेर्नुहोस् यहाँ आएर ट्याक्कै एडजस्ट भयो। अर्बिट प्रेस गरेर चेक गर्न सक्नुहुन्छ आयो कि आएन भनेर हामीले चेक गर्न सक्छौँ है त। ल अनि अब यो फ्लोरमा हाम्रो झ्याल ढोकाहरू जे जति राख्नुपर्ने थियो हामीले सबै राखेर सक्यौँ हो। अब चाहिँ हामीले के गर्ने भनेपछि ल ठिक छ हो। ल हेर्नुहोस् अब यो ठाउँमा जुन छ हाम्रो यहाँ नजिक त के रहेछ अरे, यो ठाउँमा त हाम्रो भोइड छ नि स्ल्याबमा। अनि यहाँ त हामी रेलिङ हाल्छौँ हो। अनि रेलिङ हाल्नको लागि अब स्ल्याबकै माथि डाइरेक्ट रेलिङ ल्याएर राख्ने भयो। तर होइन, रेलिङ चाहिँ म चाहिँ के गर्छु, वाल चाहिँ यहाँ 5 इन्चीको लाउँछु, हाइट चाहिँ 6 इन्चीसम्म लाउँछु, त्यसको माथि चाहिँ रेलिङ राख्छु भने पनि भयो। एल प्रेस गर्नुहोस्, एल प्रेस गरेर हेर्नुहोस् यो एजबाट तपाईँले यसरी सिधै यहाँसम्म एउटा लाइन ड्र गर्नुहोस्, स्किप गर्नुहोस्, फेरि यसलाई के गर्नुहोस्, यसलाई यही लाइनलाई यसरी सेलेक्ट गर्नुहोस् है त। यो लाइनलाई सेलेक्ट गर्नुहोस् अनि एम प्रेस गरेर हजुरले के गर्नुहोस्, यही भित्तामा यसरी ड्र्याग गर्नुहोस् है त।
ए भित्तामा यसरी ड्र्याग गर्नुस् कतिले 5 इन्ची वालको थिकनेस है 5 इन्टर गरिदिनुस् यतापट्टि आयो हो ल अब हामीले आर प्रेस गरेर रेक्टेंगल प्रेस गरेर एउटा सर्फेस क्रिएट गर्छौं यहाँबाट रेक्टेंगल प्रेस गरे मैले यहाँ नजिक आएर के गर्दिए भने यो ठाउँमा यसरी पोइन्ट भेट्यो यहाँ क्लिक गरे एउटा रेक्टेंगल ड्रा गरेपछि सर्फेस भयो है अब यो सर्फेसलाई मैले के गर्दिन्छु पुश पुल गर्दिन्छु कति हाइट 6 इन्च 6 इन्टर गर्दिनुस् स्पेस बार प्रेस गर्नुस् त्यसपछि यसलाई 3 क्लिक गरेर राइट क्लिक गर्नुस् मेक ग्रुप गर्दिनुस् है त ल अब यति भइसकेपछि अब हामीले के गर्नु पर्यो भने अब चाहिँ हाम्रो काम यो फ्लोरको सक्यो अब स्टेयरकेस ल्याएर राख्नु पर्यो है त अनि स्टेयरकेस हामीले एक कपी यहाँ पनि राखेका छौं बाहिर यसैलाई पिक गरौँ एम प्रेस गरौँ ल अब चाहिँ मैले के गरे भने यो कर्नरको इन पोइन्टबाट यसरी पिक गरे ल्याएर यहाँ नजिक यसरी जुम गरौँ यसलाई हामीले माउसको स्क्रोल बटनलाई यसरी बिचको बटनलाई यसरी प्रेस गर्नुस् यो चाहिँ यसरी अर्बिट हुन्छ है त अर्बिट भइसकेपछि हामीले यसलाई ल्याएर हाम्रो इन पोइन्ट यहाँ रहेछ यहाँ नजिक यसरी राख्दिनुस् ट्याक्क मिल्न आउँछ है त स्पेस बार फेरि प्रेस गरौँ ल अब यो फ्लोरको हामीले के गर्यौं भने सबै मोडलिङ गरेर सक्यौं हो अब यहाँ चाहिँ हामीले गर्ने भनेको के हो भने स्ल्याब ल्याएर हाल्ने हो यहाँ स्ल्याब हाल्नलाई हामीले यहाँ स्ल्याब ड्रा गर्नु पर्यो किनभने यो फ्लोर प्लानको स्ल्याबले यसलाई छोप्ने हो अनि चाहिँ हामी के गरौँ एल बाट लाइन प्रेस गरेर यहाँबाट यसरी हजुरले फेरि यहाँबाट आएर यतापट्टि यहाँसम्म यो कौसीहरू सबै लिनुपर्छ है त यो कौसीहरूलाई सबैले ल्याउनुस् यहाँदेखि यहाँसम्म है फेरि यहाँसम्म अनि यता ल यो एजेसमा हामीले के गर्छौं यसरी क्लिक गर्दै लाइन ड्रा गर्छौं अनि लाइन ड्रा गरिसकेपछि यसले एउटा सर्फेस बनाउँछ है ल अब सर्फेस बनाइसकेपछि हामीले के गर्दिन्छौं भने यो स्टेयरकेस हुने जति ठाउँमा चाहिँ हामीले के गर्दिन्छौं यहाँ चाहिँ भोइड क्रिएट गर्दिन्छौं है त ल अनि चाहिँ आर प्रेस गरे मैले यहाँबाट यसरी रेक्टेंगल ड्रा गर्न स्टार्ट गरे यहाँदेखि यो ठाउँसम्म चाहिँ यसरी क्लिक गरे मैले हो यहाँ रेक्टेंगल आएकोलाई चाहिँ तपाईले के गर्नुस् यो रेक्टेंगललाई यसरी भोइड क्रिएट गरिदिनुस् है ल यसरी भोइड क्रिएट गरिदिनुस् अनि यो जुन ठाउँ छ ल अब यति भइसकेपछि अब हामीले के गर्न सक्छौं यहाँ नजिक यसलाई पुश पुल गर्न सक्छौं ओके ल अनि चाहिँ मैले यसलाई सर्फेसलाई सिलेक्ट गरे पी प्रेस गरे यसलाई चाहिँ माथिपट्टि ल्याए हो कति 5 इन्ची 5 इन्टर गर्नुस् क्लिक गर्नुस् यसलाई ट्रिपल क्लिक गर्नुस् है त निस्केर तपाईले यसलाई डबल ट्रिपल क्लिक गरेर राइट क्लिक गर्नुस् मेक ग्रुप गर्दिनुस् ओके ल यति भइसकेपछि हजुरले यसलाई के गर्नुस् सिलेक्ट गरेर एम प्रेस गर्नुस् अर्बिट पहिला प्रेस गरेर हामीले यसलाई ट्याक्क रोटेट गरेर हामीले एडजस्ट हुने गरी राख्छौं हो अब मैले एम प्रेस गर्छु यो इन्ड पोइन्टबाट यसरी पिक गरेर लगेर यहाँ नजिक चाहिँ हामीले के गर्दिन्छौं ल यहाँ जुम गरौँ यो ठाउँमा ल्याएर है यो ठाउँमा ल्याएर यसरी यसलाई यसरी राख्दिन्छौं हो स्पेस बार प्रेस गर्नुस् अर्बिट गरेर अब हेर्नुस् है त ल ठिक्कको आछ हो यसरी चाहिँ हामीले के गर्दिन्छौं भने यसलाई यहाँ नजिक चाहिँ छोप्दिन्छौं ओके ल छोप्यो है ल यो सर्फेस चाहिँ किन यस्ता यहाँ नजिक हाम्रो यता भित्रपट्टि सरायो हो कि क्या हो ल केही छैन हामी यसलाई के गर्छौं डबल क्लिक गरेर ग्रुप भित्र जान्छौं यो फेसलाई पुल पुश गरेर हामी एडजस्ट गर्दियौं ल यसलाई पुल पुश गरेर यहाँ छेउसम्म ल्याइदिए है ल यति भइसकेपछि स्पेस बार प्रेस गर्नुस् बाहिर निस्किनुस् यता पनि के हो यता पनि त्यो भारै चाहिँ क्या हो यो पोर्सनहरु राम्ररी अघि सिलेक्ट गर्ने कि ग्रुप भित्र छिरौं यसलाई सिलेक्ट गरौं पुश पुल गरौं पिक गरेर ल्याएर यहाँ एजमा राख्दियौं है ल अब चाहिँ आई थिंक कतै बाँकी छैन ल हामीले अब बाहिरतिर यसरी प्रेस गरेर अर्बिट गर्नुस् यसरी रोटेट गरेर हेर्नुस् ल यिनीहरुलाई यसरी रोटेट गरेर हेर्नुस् सबै ठाउँ टिक्कको आछ ल कहीँ छुटेको छैन के पनि ओके ओके ल
अब चाहिँ हामीले के गर्नु पर्यो भने यसलाई र यसलाई लगेर यही माथि खप्टाइदिनु पर्यो। ओके ल, अथवा हामी पछि लास्टमा एकैपल्ट गरौँला। अब यो फ्लोरको लागि के गर्ने भन्ने हो है। ल हेर्नुहोस्, यहाँ अघिको हाम्रो रेक्टेङ्गल गइसकेको छ भनेपछि आर प्रेस गरेर मैले के गरेँ भने यहाँबाट यसरी रेक्टेङ्गल ड्र गरेर मैले यहाँसम्म यसरी रेक्टेङ्गल ड्र गरिदिएँ है त। स्किप गरौँ ल, बाहिरपट्टि निस्क्यौँ यो ग्रुपमा त। अब हामीले फेरि यहाँ सेम प्रोसेस के गर्नु पर्यो, वालहरू ड्र गर्नु पर्यो है, यिनीहरू ड्र गर्नु पर्यो यहाँ नजिक। भनेपछि त्यसको लागि हामी के गर्छौँ भने सबभन्दा पहिला यहाँ रेक्टेङ्गलले आर प्रेस गर्नुहोस् है। रेक्टेङ्गलले यहाँ नजिक हामी के गर्छौँ, एउटा कलम ड्र गर्छौँ। ओके ल, त्यसपछि यो कलमलाई के गर्छौँ, पुसपुल गर्छौँ। कति 8 फिट 11 इन्ची ल, स्ल्याबको थिकनेस भन्दा कम 5 इन्ची घटाउने। 9 फिट 4 इन्चीमा 5 इन्ची घटाउँदा हाम्रो के हुन्छ, 8 फिट 11 इन्ची हो ल। भनेपछि 8 फिट 11 इन्ची भनेर हामी के गर्छौँ, कलमको हाइट राख्छौँ। ओके, त्यसपछि यसलाई के गर्नुहोस्, 3 क्लिक गर्नुहोस्, राइट क्लिक गरेर मेक कम्पोनेन्ट बनाइदिनुहोस्, यसलाई क्रिएट गरिदिनुहोस् है। अब यो कलमलाई हामीले प्लेस गर्दै जानुपर्छ, ठिक छ। एम प्रेस गरे, यो ठाउँबाट पिक गरे, कन्ट्रोल प्रेस गरे, एक कपी त्यही राखेँ, अर्को कपी कलमलाई ल्याएर यहाँ राखेँ। फेरि यहाँबाट यसरी पिक गरे, कन्ट्रोल प्रेस गरे, एक कपी त्यहाँ राखेँ, फेरि मैले ल्याएर यहाँ नजिक राखेँ। ओके ल, यति भइसकेपछि कन्ट्रोल प्रेस गरिराख्नुहोस् है, तिनटै सेलेक्ट भयो। एम प्रेस गरौँ, एम प्रेस गरेर यो एजबाट मैले कलमलाई यसरी प्लेस गरेँ, पिक गरेँ, कन्ट्रोल प्रेस गर्नुहोस्, एक कपी त्यहीँ बस्छ, यहाँ ल्याएर यो एजमा यो कलमको यो एजमा ल्याएर यसरी पिक गरेँ है। फेरि मैले के गरेँ भने अब दुईटाले सेलेक्ट गर्दा हुन्छ है त, यहाँ र यहाँ मात्रै चाहिने हो। भनेपछि मैले के गरेँ भने यसलाई सेलेक्ट गरेँ, यसलाई कन्ट्रोल प्रेस गरेर त्यसलाई नि सेलेक्ट गरेँ, एम प्रेस गरौँ, यहाँबाट यो एज कर्नरबाट यसरी पिक गरौँ, कन्ट्रोल प्रेस गर्नुहोस् है। त्यसपछि यहाँ ल्याएर ट्याक्कै इन्ड पोइन्टमा यसरी राखिदिउँ, भयो है। अब चाहिँ हामीले के गर्ने हो भने अब वाल ड्र गर्नुपर्छ, सेम प्रिभियस प्रोसेस है त। पहिला रेक्टेङ्गल ड्र गर्ने, ठिक छ। ल हेर्नुहोस्, पहिला रेक्टेङ्गल यसरी ड्र गर्ने, यहाँदेखि फेरि यहाँसम्म है। ल, अर्बिट प्रेस गरेर यसलाई मुभ गरौँ, फेरि एल प्रेस आर प्रेस गर्नुहोस्, यहाँदेखि यहाँसम्म है रेक्टेङ्गल। फेरि अर्को हाम्रो यो ठाउँदेखि यहाँसम्म भयो। त्यसै गरी अर्को यहाँदेखि यहाँसम्म र यहाँ नजिक चाहिँ हामी के गर्छौँ, यो ठाउँमा पहिला रेक्टेङ्गल ड्र गरौँ। अब यहाँ के गर्नु पर्यो भने एल प्रेस गर्नुहोस्, यहाँ चाहिँ सिधा हजुरले के गर्नु पर्यो, लाइन ड्र गर्दै जानु पर्यो है त। ल, सबै वाल एकैचोटि हामीले पुसपुल गर्नलाई यसलाई के गर्छौँ, लाइन ड्र गर्दै क्लिक गर्नुहोस्, यहाँ क्लिक गर्नुहोस्, यता एजमा हजुरले यसरी क्लिक गर्दै यसलाई के गर्नुपर्ने हुन्छ अरे, क्लोज गर्नुपर्छ लाइन ड्र गर्दै है त। यहाँबाट यहाँसम्म लास्टमा यहाँ र यसरी क्लोज गरिदियौँ है। ल, भनेपछि हाम्रो यो फेस अब हेर्नुहोस् त, यो फेस एउटै भयो नि हो है। त्यसै गरी अब यहाँ पनि हामीले सेम प्रोसेस अर्बिट गरौँ, यसलाई यसरी रोटेट गरेर राखौँ, आर प्रेस गरेर यो ठाउँबाट हामीले रेक्टेङ्गल ड्र गरेर यो ठाउँसम्म है। त्यसै गरी यहाँबाट प्रेस गर्ने, यहाँबाट प्रेस गरेर ल्याएर यो एजसम्म है। त्यसपछि अर्को यतापट्टिको हामीले भरेन छ। ल, अर्बिट प्रेस गरौँ, यसलाई रोटेट गरौँ, आर प्रेस गरेर के गर्नुहोस् भने यहाँदेखि यसरी ड्र्याग गर्दै ल्याउनुहोस्, यहाँसम्म यसरी राखिदिनुहोस् है त। फेरि यहाँदेखि यसरी हजुरले ड्र्याग गर्दै ल्याउनुहोस्, यहाँसम्म यसरी राखिदिनुहोस् रेक्टेङ्गलले है। अब हाम्रो कहाँ छ अरू बाँकी, यो होला आई थिङ्क। ल, यहाँ बाँकी रहेछ वाल, आर प्रेस गरौँ। ल, सेम प्रोसेस हो है। यसरी वालहरू चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, ड्र गर्नुपर्ने हुन्छ। ल, यो एजबाट लगेर यहाँसम्म यसरी
त्यसपछि यहाँ नजिक एउटा रहेछ ल, यहाँदेखि आएर यहाँसम्म, त्यसै गरी यहाँदेखि आएर यहाँसम्म है, यो भयो। फेरि अर्बिट प्रेस गर्नुहोस्, यतापट्टि आउनुहोस्, यहाँ नजिक रहेछ एउटा, यहाँबाट आएर यहाँ है इन्टर गर्नुहोस् ल। अब चाहिँ हाम्रो के भयो भने कम्प्लिटली वालहरू जति चाहिँ के गरिसक्यौँ हामीले, रेक्टेङ्गल ड्र गरेर सर्फेस ड्र गरिसक्यौँ। अब यसलाई हामी पुस पुल गर्छौँ, ठिक छ। भनेपछि कुनै एउटालाई यसरी सेलेक्ट गर्नुहोस्, पी प्रेस गर्नुहोस्, यो फेसलाई यसरी माथि। अब हामीले कति लानु पर्यो, जति हाम्रो कोलुमको हाइट छ त्यति है त। कति छ अरे हाम्रो 8 फिट ल, हामीसँग कति छ अरे 8 फिट 11 इन्ची। इन्टर गर्नुहोस् है त ल, आयो ल। अब हामीले के गर्नु पर्यो भने जस्ट डबल क्लिक मात्रै गर्नु पर्यो, त्यति हाइटको वाल चाहिँ सबै ठाउँ जस्ट डबल क्लिक गरिदिनु पर्यो, आएन है। कन्ट्रोल जेड गरौँ ल, डबल क्लिक गरौँ, आएन, कन्ट्रोल जेड गरौँ ल। यसलाई पिक गरेर हामीले म्यानुअली के हो, कन्ट्रोल जेड गरौँ, कन्ट्रोल, यसलाई पिक गरेर हामी म्यानुअली नै कुनै बेला यो हाइट बिग्रिन्छ क्लिक गर्दाखेरि है ल। यो यहीसम्म ल, फेससम्म क्लिक गरेँ। त्यसपछि यहाँ आएर डबल क्लिक गर्नुहोस् है, डबल क्लिक गर्नुहोस् ल, डबल क्लिक गर्नुहोस्, ठिक छ। अर्बिट प्रेस गरेँ मैले है, ओ प्रेस गरेँ। फेरि पुस पुलको लागि पी प्रेस गर्छु, डबल क्लिक गरेँ, यहाँ पनि डबल क्लिक गरेँ है, यो ठाउँमा नि डबल क्लिक गरेँ, यता नि डबल क्लिक गरेँ, ओके। त्यसपछि यहाँ नि हामीले डबल क्लिक गरौँ। त्यसपछि यतापट्टिको है, यहाँ नजिक पनि वाल छ, यसलाई नि डबल क्लिक गरौँ, यसलाई नि डबल क्लिक गरौँ है, यसलाई नि डबल क्लिक गरौँ, ठिक छ। फेरि अर्बिट ओ प्रेस गरेँ मैले, यतापट्टि यसलाई रोटेट गरेँ, ठिक छ। पी प्रेस गरेँ, फेरि मैले यसलाई डबल क्लिक गरेँ है त ल। अब बाँकी रहेको एउटा यो कर्नरको रहेछ, डबल क्लिक गरेँ, ठिक छ, सबैतिर भयो। अब चाहिँ हामीले के गर्नु पर्यो भने यहाँ नजिक चाहिँ फेरि एउटा रेक्टेङ्गल ड्र गर्दै जानु पर्यो है त ल। यहाँ नजिक चाहिँ हामीले यसरी रेक्टेङ्गल ड्र गर्छौँ सिलब्यान्ड हाल्नलाई ल। अर्बिट प्रेस गरौँ, यहाँ रहेछ अर्को, यहाँ रहेछ भेन्टिलेसन ल। आर प्रेस गरेँ है, यहाँदेखि ल्याएर ट्याक्क यहाँसम्म यसरी। त्यसै गरी यहाँ पनि रहेछ भेन्टिलेसन टाइपको, यसलाई पनि यहाँदेखि यहाँ यसरी प्रेस गरौँ, यसरी यहाँदेखि यतापट्टिको अर्बिट प्रेस गरौँ, यसलाई रोटेट गरौँ, आर प्रेस गरौँ ल, यहाँदेखि यहाँसम्म। त्यसै गरी यहाँ रहेछ ल, यहाँ पनि ओपनिङ छ हाम्रो, यहाँदेखि यो एजदेखि यो एजसम्म। अरू आई थिङ्क यहाँ रहेछ ल, र यहाँ पनि छ हामीसँग, यहाँदेखि यो कर्नरसम्म ल। आई थिङ्क सबै भयो होला। अब यसलाई प्रेस गर्नुहोस्, यसलाई पुल गर्नुहोस् माथि, कति 2 फिट 6 इन्ची भनेर है त, 2 फिट 6 इन्ची ल। डबल क्लिक गर्नुहोस्, भेन्टिलेसन बाहेक है। फेरि अर्बिट प्रेस गरेर हामीले के गर्छौँ भने यसलाई पी प्रेस गरौँ, डबल क्लिक गरौँ, 2 फिट 6 इन्चीमा, यो झ्याल पनि 2 फिट 6 इन्चीमा। यो भेन्टिलेसनको चाहिँ छुट्टै छ है, हामीले पछितिर गरौँला, ठिक छ ल। भनेपछि अब आयो, अब यो के हो भनेपछि यो चाहिँ पर्फोरेटेड स्क्रिन हो है त। यो कसरी बनाउने कुरा हामीले सिक्छौँ पछि, ओके ल। अब झ्याल जतिको भइसक्यो। अब हामीले के गर्छौँ भने यो चाहिँ विन्डोको लागि हामीले कति राखेको थियौँ अरे हाइट, यतापट्टि भेन्टिलेसन अर्बिट गरौँ ल। यसको हाइट चाहिँ कति राखेको थियौँ भनेर हामीले टी प्रेस गरेर मेजर गरौँ ल। यहाँदेखि यहाँसम्म 2 फिट रहेछ। भनेपछि हाम्रो ओभरअल यो लिन्टेल लेभल भनेको त 7 फिटमा हो, यो लेभल भनेको 60 फिटमा हो है, फ्लोर लेभलबाट। र यसको हाइट कति रहेछ 2 फिट। भनेपछि हामीले 5 फिट चाहिँ यहाँ नजिक पुसपुल गर्नुपर्ने रहेछ ल। भनेपछि यसलाई हामीले पी प्रेस गरेर के गर्छौँ 5 फिट है त, 5 फिट इन्टर गर्छौँ, ओके ल। त्यसपछि मैले फेरि अर्बिट गरेँ, अर्बिट गरेर यहाँ नजिक रहेछ ल, जुम गरौँ,
पुश पुल पी गरौँ, डबल क्लिक गरौँ, 5 फिटमा आयो। यसलाई पनि डबल क्लिक गरौँ, आयो। ल अब यो भने के हो भने फेस र रिभर्स गर्ने है त। यसलाई सेलेक्ट गर्नुस्, राइट क्लिक गर्नुस्, रिभर्स फेस गरिदिनुस् है त। यस्तो देखाएको छ भने क्लिक गर्नुस्, राइट क्लिक गरेर रिभर्स फेस गरिदिनुस्। ओके। ल भित्रपट्टि पनि छ भने यसलाई पनि रिभर्स गर्न मिल्छ। यसलाई हामीले सेलेक्ट गरेर राइट क्लिक गर्नुस्, रिभर्स फेस गरिदिनुस् है त। त्यो फेस चाहिँ पल्टिन्छ कुनै कुनै बेला, केही छैन। ल अब चाहिँ हामीले के गर्छौँ भने यिनीहरूको लिन्टेल लेभल चाहिँ पत्ता लगाउनलाई हामी के गर्छौँ, यहाँबाट ट्याक्क कति अथवा यही यिनीहरूलाई नै प्रेस गरे हुन्छ है त। यिनीहरूलाई सेलेक्ट गर्ने, ठिक छ। फेरि मैले यहाँ कन्ट्रोल प्रेस गरेँ, यिनीहरूलाई यतिलाई सेलेक्ट गरेँ, यो जोइन्टलाई सेलेक्ट गर्ने है त। ल यिनीहरूलाई यो भेन्टिलेसनको छुट्टै हुन्छ। ल भेन्टिलेसनको अहिले हामी पछि गरौँला, झ्याल जतिको गरौँ। ल ठिक छ, यो पनि आयो। त्यसपछि यहाँ नजिक पनि आयो है। त्यसपछि चाहिँ हामी के गरौँ भने अर्बिट गरौँ। ल झ्यालहरू त्यति नै रहेछ। ल ठिक छ, यिनीहरूलाई हामी के गरौँ, एम प्रेस गरेर यसलाई पिक गर्नुहोस्, माथि कन्ट्रोल थिचिदिनुहोस् है त। अब यसलाई यही लाइनमा हामीले कतिले सार्छौँ भनेपछि हामीले 2 फिट 6 इन्ची हामीले माथि सारिसकेका छौँ। ओभरअल हाइट कति फिटको हुन्छ अरे लिन्टल लेभल 7, भनेपछि हामीले 4.5 फिटको यसलाई के गर्नुपर्छ, अफसेट गर्नुपर्छ। 4 फिट 6 इन्ची भनेर हामीले के गर्दियौँ, यसलाई क्लिक गरिदियौँ। डाइमेन्सन हेर्नुहोस् त, माथिपट्टि बस्यो। अब हेर्नुहोस् झ्यालको जहाँ सेलेक्ट गरेका छौँ त्यही लेभलमा। अब यसलाई तपाईँले क्रस चेक पनि गर्न सक्नुहुन्छ। ल यहाँ क्लिक गर्नुहोस्, यहाँदेखि यहाँसम्म कति रहेछ, 7 फिट रहेछ नि हो है। ल अब पुस पुल गर्नुहोस् फेरि। ल यसलाई प्रेस गरेर हजुरले के गर्नु पर्यो, यो इन्डमा ल्याएर राख्नु पर्यो। ठिक छ, यसलाई फेरि प्रेस गरेर यो इन्डमा ल्याएर राख्नु पर्यो। ओके। ल यसलाई पनि प्रेस गरेर यो इन्डमा ल्याएर यसरी राखिदिनु पर्यो। यसलाई पनि यसरी प्रेस गर्दै तपाईँले यो एजमा ल्याएर राख्नु पर्यो। ठिक छ, ठिक छ। ल अब चाहिँ के गर्छौँ भने हामी यो जुन माथि माथिको पोर्सन छ नि यिनीहरूलाई सेलेक्ट गर्छौँ हो। यिनीहरूलाई के गर्छौँ अरे सेलेक्ट गर्छौँ। ल डोरहरूको पनि सेलेक्ट गर्ने है त। कन्ट्रोल प्रेस गर्ने, यसरी डोरहरूको पनि यो माथिको एजहरू यसरी यसलाई प्रेस गर्ने है। अर्बिट प्रेस गर्नुहोस्, ठिक छ। सबैले सेलेक्ट गर्दै जानु पर्यो है त। ल यो ठाउँमा पनि हामी स्पेस बार प्रेस गरौँ। ल फेरि कन्ट्रोल प्रेस गरेर यतिलाई हामीले यसरी सेलेक्ट गर्छौँ। त्यसपछि यहाँ पनि छ डोर, कन्ट्रोल प्रेस गरौँ। यसलाई पनि यो एजलाई सेलेक्ट गरौँ। अरू कुन ठाउँ चाहिँ यहाँ छ है, यसलाई पनि हामीले यसरी सेलेक्ट गरौँ। यो ठाउँ पनि रहेछ। ल भेन्टिलेसनको अरू आई थिङ्क सक्यो होला सायद है, यहाँ पनि रहेछ। ल कन्ट्रोल प्रेस गरेर यो लाइनलाई पनि सेलेक्ट गरौँ, भयो यतिको। अब कुनै ठाउँ तपाईँले यसरी जुम गर्नुहोस्। ल मैले यहीँ जुम गरेँ, एम प्रेस गरेँ, यसलाई पिक गरेर मैले के गरेँ, तलपट्टि कन्ट्रोल प्रेस गरिदिएँ। ठिक छ। अब यही एक्सिसमा मैले अब यसलाई कतिले डाउन गर्नु पर्यो भने, कतिले यसलाई तल सार्नु पर्यो भने भन्नुहोस् त हो। अब हाम्रो ओभरअल अहिले वाल र कोलमको हाइट कति बनाएको छौँ, 8 फिट 11 इन्ची। भनेपछि हामीले अब यसलाई 7 फिटको हाइटमा राख्नु पर्यो भने हामीले ओभरअल हाइट 8 फिट 11 इन्ची छ, 7 फिटको हाइटमा राख्नु पर्यो भने के गर्ने अरे यसलाई हामीले के गर्नुपर्छ, अब 1 फिट 11 इन्चीले तल डाउन पारिदिनु पर्यो है। भनेपछि 1 फिट 11 इन्चीले इन्टर गर्नुहोस्, तलपट्टि आयो। ओके। ल भनेपछि अब हामीले के गर्नु पर्यो भने हेर्नुहोस्, अब यसको लिन्टेल लेभल हाम्रो आयो है। अब टी प्रेस गर्नुहोस्, यहाँबाट तपाईँले यसरी क्लिक गरेर कतिको हाइट रहेछ, यहाँसम्म 7 फिटको रहेछ भनेपछि हाम्रो भयो है त। अब पुस पुल पी प्रेस गर्नुहोस्, यसलाई क्लिक गरेर तपाईँले यो फेसमा यसरी क्लिक गर्नुहोस् है त। फेरि यसलाई पनि पुस पुल गर्नुहोस्, यो फेसमा ल्याएर यसरी क्लिक गर्नुहोस्। ठिक छ। यो हामीले लिन्टेल लेभलहरू पनि यसलाई यो फेसमा ल्याएर यसरी क्लिक गरे। त्यसै गरी यसलाई पनि प्रेस गर्नुहोस्, यो फेसमा ल्याएर यसरी, ल यसरी यो फेसमा ल्याएर क्लिक गर्नुहोस्। त्यसपछि यहाँ पनि हाम्रो कतापट्टि आएर रहेछ, ल यतापट्टिबाट रहेछ। ल भनेपछि पी प्रेस गरौँ, यसलाई पनि हामीले ल्याएर यो फेसमा ल्याएर यसरी राखिदिन्छौँ।
यसलाई पनि सिलेक्ट गरौँ, यो फेसमा ल्याएर यसरी राख्दिउँ हो। अरु हाम्रो कहाँ भयो, यहाँको बाँकी छ के अरे है। अर्बिट प्रेस गर्नुस्, ओ यो फेसमा रहेछ, यसलाई पनि हामी पी प्रेस गरौँ, पुश पुल गरेर यो फेसमा ल्याएर यसरी राखिदिन्छौँ भयो ल। अनि अब हामीले के गर्यौं भने लगभग सबै हामीले यो झ्यालहरु यिनीहरु एडिट गरिसक्यौं। अब यहाँ झ्याल ढोकाहरु राख्न बाँकी छ हो ल। अनि झ्याल ढोकाहरु राख्न यतापट्टिको फेसमा हेरौँ त हाम्रो सब सेम छ लोकेसनहरु। यहाँको पनि पुश पुल गर्न बिर्सेछौं ल। पी प्रेस गरौँ, यसलाई ल्याएर यहाँ नजिक यसरी राख्दिउँ भयो यतिसम्म ल। यतिसम्म भइसकेपछि हजुरले के गर्नु पर्यो भने यो वाल जतिलाई 3 क्लिक सेलेक्ट गर्दै जानुस्, कन्ट्रोल गर्नुस्, वाल जतिलाई 3 क्लिक गर्नुस् है, वाल जतिलाई 3 क्लिक गर्नुस्, ठीक छ। वाल जतिलाई 3 क्लिक गर्नुस् है, वाल जतिलाई 3 क्लिक गर्दै तपाईले के गर्नुहुन्छ, वाल जतिलाई एउटैमा हामीले राख्छौं है। राइट क्लिक गरेर मेक ग्रुप गर्दियौ, ओके ठीक छ। फेरि बाहिरपट्टि निस्कौं, कोलम जतिलाई हामी के गरौँ यसरी सेलेक्ट गरौँ है त, कोलम मात्रै ल। कोलमलाई सेलेक्ट गरौँ, कोलम जतिलाई हामीले एउटा ग्रुपमा हाल्दियौं ल। कोलम आयो यहाँको यो र एउटा यो है, यिनीहरुलाई राइट क्लिक गरेर यिनीहरुलाई पनि एउटा ग्रुप बनाइदिनुस्, ठीक छ भयो। अब चाहिँ हामी के गर्छौं, झ्याल हान्छौं, यतापट्टिको सेम रहेछ भनेपछि हामीले यहीबाट कन्ट्रोल प्रेस गरौँ, यसलाई कन्ट्रोल प्रेस गरेर यसलाई र कन्ट्रोल प्रेस गरेर यसलाई, यो तीनटैलाई हामी के गर्छौं मुभ एम प्रेस गरौँ। अनि यहाँबाट यो एजबाट यसरी पिक गरौँ, कन्ट्रोल प्रेस गर्नुस्, एक कपी यही राखिदिन्छ, यो लगेर यो ठाउँको कलमको यो एजमा लगेर यसरी क्लिक गरिदिनुस्, हेर्नुस् त ट्याक्क एडजस्ट भयो है ल। अब यो लाइनहरु मेट्नु पर्छ भन्ने छैन है त, हामी इनस्केपमा यो रेन्डर गर्दा यिनीहरु केही सो हुँदैन ल। अथवा यसलाई मेटेर म यही नजिक चिटिक्क बनाउँछु भने पनि हुन्छ है त ल। त्यसैगरी अब हामीलाई के गर्नु पर्यो भने अर्बिट गरौँ ल, अर्बिट गरौँ। अब हेरौँ यो झ्याल र यो झ्याल चाहिँ हाम्रो उयो हो है। अनि यसलाई हामीले के गरौँ प्लेस गरौँ ल। यसलाई पिक गरे, एम इन्टर गरे ल, यो एजबाट मैले यसरी यसलाई पिक गरे, कन्ट्रोल थिचे, एक कपी त्यही राख्यो है। त्यसपछि यता हामी के गरौँ खोइ ल, हामीले यहाँ नजिक ल्याएर यसलाई के गरिदिन्छौँ यसरी राखिदिन्छौँ, ओके ल। अब यही झ्याल यहाँ एडजस्ट हुन्छ भने यसलाई पिक गरौँ, कन्ट्रोल प्रेस गरौँ, यहाँ नजिक पनि लगेर राखौँ है त, साइज उयो हो भने ल। यहाँ प्रेस गरौँ, साइज उयो रहेछ है त, हेर्नुस् त। तपाईले के गर्नुस्, अर्बिट प्रेस गरेर यसलाई हेर्नुस्, रोटेट गरेर ल, साइज उयो रहेछ हो। अब यही भेन्टिलेसनहरुलाई हामी के गरौँ, यसलाई क्लिक गर्नुस् है, एम प्रेस गर्नुस्, यहीबाट पिक गरे नि भयो, कन्ट्रोल प्रेस गर्नुस्, एक कपी त्यही राख्छ, अर्को चाहिँ हामी यहाँ नजिक एजमा राखिदिन्छौँ। फेरि यहाँबाट यसरी पिक गर्छौं, कन्ट्रोल प्रेस गर्छौं, अर्को ल्याएर यहाँपट्टि हामीले एजमा यसरी राखिदिन्छौँ है ल। अब चाहिँ हामीले डोर ल्याउनु पर्ने, डोरहरुको लोकेसन उही छ, यो दुईटाको उही छ र यसको तीनटाको उस्तै लोकेसन छ आई थिंक। अनि चाहिँ हामीले के गरौँ, यो फ्लोरमा आउँ, सेलेक्ट गरौँ, यो स्ल्याबलाई हाइड गरिदिउँ एकछिनको लागि है त। अनि चाहिँ हामीले यो डोरलाई सेलेक्ट गर्नुस्, कन्ट्रोल प्रेस गर्नुस्, यो डोरलाई पनि सेलेक्ट गर्नुस्, कन्ट्रोल प्रेस गर्नुस्, यो डोरलाई पनि यसरी कन्ट्रोल थिचेर प्रेस गर्नुस् है। अब मुभ गर्दाखेरि एम प्रेस गर्ने, मैले यो कर्नरबाटै कलमको यो एजबाट यसरी पिक गरे, कन्ट्रोल प्रेस गरे, एक कपी त्यही राख्यो है, लगेर यो कलमको यो कर्नरमा यसरी राख्दिए, ओके ल। अब यहाँबाट आएर हेरौँ ल, ठिक्कको छ, एडजस्ट भएर बसेको छ, ओ प्रेस गरौँ, ठिक्क छ ल। यसलाई चाहिँ हामी के गरौँ, अलिकति भित्र सार्दिउँ, एम प्रेस गर्नुस्, यसलाई पिक गरेर यसकै एक्सिसको अबाउटमा ओ प्रेस गरेर यसरी राखौँ ल। अनि एम प्रेस गरेर यसलाई यस्तैमा राखेर 3 इन्ची हामी भित्रतिर सार्दिउँ, अथवा 1.5 इन्ची। यसैगरी यो डोरलाई चाहिँ हामीले के गर्यौं भने, यो डोरलाई चाहिँ हामीले
1.5 इन्ची जति चाहिँ हामीले यसलाई भित्र यो एजबाट भित्रतिर सार्यौं है। ल अब यो भिडियोमा आजको लागि यति नै। हस् त धन्यवाद। अब फेरि हामी के गर्छौं भने नेक्स्ट भिडियोमा भेटिने छौं है। नेक्स्ट भिडियोमा भेटिने छौं र नेक्स्ट भिडियोमा हामीले के गर्छौं भनेपछि यो जुन हाम्रो रुफ प्लान छ हो यसलाई छोप्ने गरी हामीले यहाँबाट रुफ प्लानको स्ल्याबहरु है यिनीहरु चाहिँ ल्याएर यसको माथि हाल्ने गर्छौं। हस् त धन्यवाद। नेक्स्ट भिडियोमा हामी फेरि भेटिने छौं। यदि हजुरहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला।